इभिनिङ हामी चाहिँ स्कुलको साथीहरू नगरकोट जाँदैछु भर्खर चढ्यो हामी यतिखेर अहिले हाम्रो टाइम कति 3:30 भयो हामी जाँदैछु सागको बाटो है अब साथीहरू 3 बजे 3:30 बजे गाडी चढेको 4:30 बजे भोक लाग्यो अरे यहाँ यस्तो छ हाम्रो साथीहरू 3:30 मा गाडी चढेको 4:30 बजे भोक लागिसक्यो यहाँ ब्रेक टाइम है राम्रो रहेछ भ्यूहरू चाहिँ राम्रो रहेछ तर यहाँ राम्रो भ्यू रहेछ ल यहाँ यसो ब्रेक टाइम यसो खाजा पाक्नेसम्म भनेर साथीहरू एकछिन डाँडामा आएर बसिरहेछ यहाँ मैले झन् हो यस्तोहरू पनि ठिक पारेको थिएँ कि त्यो जाउँ सिधै हो अझै जानै पर्छ यस्तो यो बाटो सबै बनाएछ कि यस्तो डाँडैबाट तल देख्थ्यो मेडिकल पनि रहेछ राम्रो छ कस्तो राम्रो के है ठाउँ हेर्नु कति डेभलप भएको है यो ठाउँहरू राम्रो बनाएछ भाइ के हो जस्तो है अलि राम्रो शीतल सोधे त्यो मान्छेले ल के गरे निस्किनु भयो सबैजना रुमबाट अब सबैजना माथि डाइनिङ हलमा जाने है हामी कता गार्डनमा उयो सोना दामा ओइ सोना छुट्टो आएछ नि भिडियो गरेको है भिडियो मेरो र साथीहरू दुईजना यति राम्री भाषा निकाल्नु पर्ने यस्तो राम्रो साथीहरू यो चाहिँ बार रहेछ है अब चाहिँ माथि चाहिँ हो कि रिसिप्सन है हामी चाहिँ रुमबाट पनि निस्केको माथि अनि माथि पुगेर यसरी फोटो सेसन भइरहेछ ग्रुप फोटो हामी सबैजनाको व्हाइट ड्रेसमा होटलको अगाडि होटलको रिसिप्सनको अगाडि सबैतिर फोटो खिचेर हामीले यसो मेमोरीको लागि राखेका छौँ सबै फोटोहरू यो चाहिँ सबै ग्रुप फोटोहरू मात्र अब चाहिँ हामी बेलुकाको डिनरको लागि लाइनमा छौँ तिनवटा चाहिँ नन भेज है म्याम
अब खाना खाइसके पछाडि साथीहरू एकछिन रमाइलो गर्ने भनेर क्याम्प फायर गर्न लागिरहेको छ हाम्रो चाहिँ। अब यो क्याम्प फायर सुरु भइसक्यो, साथीहरू सबै आइसक्यो हाम्रो यहाँ। छिरिङले स्वर राम्रो निकाल्छ छिरिङ बिगार भन्यो नि यो कस्तो स्वर निकाल्यो गाडीमा कस्तो यो के फोटो हाल्छ होइन जुन रमाइलो गर्नुहोस्। ल छिटो चेस ल चेस खोइ चेस है चेस खोइ चेस ल चेस है चेस है ल चेस ल बाई बाई डिसेम्बर कम कम जनवरी होइन कम जनवरी कम जनवरी त्यही त ल घ्याम्पे भनेको त घ्याम्पे खोइ त घ्याम्पे त भएन त नि पेमाले फाल्यो खोइ कोले फाल्यो खोइ कोले खायो त खोइ घ्याम्पे तिलकले खाएको छैन सोनाले खाएको छैन चेस हो चेस त मिदिने र पेमा के अरे मिदिने र पेम लगाएको चेस साथीहरू गीतहरू सुन्नु होला यहाँ है तपाईँहरूले रमाइलो गरिराख्नु भएको छ साथीहरू सबैजना एकदमै रमाइलो पनि भइरहेछ हाम्रो आज। अब क्याम्पफायर सकिएर रुममा आएर सुत्नेको तर्खरमा यसो सुत्नुभन्दा अगाडि फोटो सेसन गरौँ भनेर नाइट ड्रेसमै फोटो खिचिरहेछ है हामीहरू चाहिँ यहाँ। यता रुममा भएको साथीहरू हामी तिनवटा रुम लियो, तिनवटामा बाँडफाँड गरेर यहाँ भएको साथीहरू चाहिँ यसो मेमोरीको लागि फोटो सेसन गरिरहेछौँ हामी यहाँ सबैजना। अहिले चाहिँ हामी बिहान उठेर नि सनराइज हेर्न निस्किसक्यौँ। यस्तो छ यताको दृश्य। बिहान अहिले 6:30 बजे लगभग 6:30 बजे ल सनराइज यति राम्रो देखेको छ। ल तपाईँहरू ब्रेकफास्ट खाइसके पछाडि चाहिँ हामी चाहिँ यहाँबाट भ्यू हेरिरहेको छौँ है। कस्तो राम्रो भ्यू आइरहेको छ। के हो यो बुलुगुलु गर्ने चाहिँ एकछिन पर्नै ज्याकुची के अरे ज्याकुची फ्याकुची गर्दैछ यहाँतिर। कहाँ गएछ अर्कोहरू चाहिँ छैन सराहरू पुऱ्याइन्छ। फ्रेस भएर चाहिँ हामी चाहिँ ब्रेकफास्टको लागि हात आइसक्यो र ब्रेकफास्ट खान थालेको छौँ हामी सबैजना। यो साथीहरू ओ हेलो 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 ओइ 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 हेलो हेलो गुड मर्निङ हामी चाहिँ अब चाहिँ ब्रेकफास्ट खाइसके पछाडि यो साइडबाट चाहिँ यहाँको भ्यूहरू खिच्दैछौँ। यस्तो रहेछ यहाँ चाहिँ हेर्नु फुल यति राम्रोसँग फुलहरू लगाएको। यस पछाडि यहाँ चाहिँ होटल चाहिँ यस्तो छ। त्योभन्दा पनि राम्रो चाहिँ यहाँ एकदमै यो हिमालमा हिउँ यस्तो राम्रो देखिरहेछ। हेर्नुहोस् सबैले अघि जुमै गरेर यति राम्रो लागेको छ यहाँ। अनि साथीहरूको फोटो सेसन भइरहेछ यहाँ यसरी। क्यामेराम्यान आजको विशेष क्यामेराम्यान चाहिँ हो। अनि उहाँहरू चाहिँ एकदम ब्युटी के भन्ने नक्कली सुटीहरू अन्डर 40 हो चाहिँ यहाँ चाहिँ यहाँ 40 कटिपछि रमाउने साथीहरू मात्रै छ है यहाँ चाहिँ। यहाँ चाहिँ 40 कटिपछि रमाउला भन्नेहरू मात्रै छ यहाँ चाहिँ। यस्तो के एउटा छ नि मिदिने रिल ए के अरे
यो 40 नम्बर मात्रै हो भनेको होइन भने 40 काटेको सुटीहरू चाहिँ यो चाहिँ ब्याकपट्टिको साइड हो यहाँ पनि यस्तो राम्रो रहेछ योहरू के राम्रो लाग्यो मलाई नि त्यो पिङ्क सिम्बल रहेछ त्यो लाग्दो छ तपाईँलाई यहाँ त कस्तो भएन नि त यसमा अघि त्यहाँ सोनरी लगेर दिँदै रुमको काठ खै त्यो टेबलमा थियो टेबलमा मैले लिएँ हम नहीं छोड़ेंगे तोड़ेंगे हम मगर तेरा साथ ना छोड़ेंगे दोस्ती हम नहीं छोड़ेंगे तोड़ेंगे हम मगर मेरो फोन दिएर साथीले बधाई छ भन्नु यो प्लान चाहिँ सुनिता साथीले गर्दा सक्सेस भएको हो यो प्लान सक्सेस भएको हामी सबैले उसलाई बधाई दिएको सबैले यति भन्दै मेरो यो ब्लग चाहिँ म अन्त गर्न चाहन्छु जस्ट यो चाहिँ मेमोरीको लागि मात्रै हो मैले ब्लग बनाएको पनि थ्याङ्क यू सो मच